हाम्रो सब एसिस्टेन्ट प्यारिस प्रिस्ट फादर फ्रान्सिसले स्वागत जनाउनु हुँदैछ। गुड मर्निङ, वन्स अगेन वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म यहाँ तयारी भइसकेर यहाँ एसएनटी अफिस आइसु। एसएनटी अफिसको छेउमा आइसकेको छु हो। हिजो बेलुका तपाईँलाई देखाएको थिएँ यसको अगाडिको पार्ट, अगाडिको भाग देखाएको थिएँ नि, झिलिमिली बत्ती बलिरहेको। अनि यहाँ अघि चाहिँ ब्लग बनाउनु भ्याएन, किनभने चाहिँ तयारी हुँदै थियो, फेरि फोन चार्जमा लगाएको थियो, त्यस कारणले चाहिँ अब चाहिँ म चर्च पुग्न आँटेको छु। आज दिनभरि के कसो प्रोग्राम हुँदो रहेछ तपाईँलाई मैले जिसुबराई सुरु भएको छैन, गेस्टहरू आउँदैछ ए हुन्छ जिसुबराई अको जिसुबराई के त किन दुईवटा फोन बोकेर ए यादै छैन नि त त्यसो। यहाँ जिसुबराई ए गेस्टहरूलाई खाजा चियारको लागि यता लाँदैछ नि त मुनि है। जिसुबराई मे गड ब्लेस यू भाग्यमानी हुनु। आमामा चिर अब के थियो परी जस्तो भएछ त, एन्जल जस्तो भएछ त। आमामा एन्जल म त मिसा पो सुरु भइसकेछ सम्झिने हौ, मिसा सुरु भएछ सम्झिने हो त्यही त। हेर्नुहोस् जिसुबराई अझै गेस्ट आइपुगेको छैन नि त है, त्यही त। साथीहरू आइपुग्यो, म चर्च परिसर सबैजनाले वेलकम गर्नुको लागि पर्खिरहनु भएको रहेछ हो। अन्त जिसुबराई है, जिसुबराई स्वागत गर्नु लागि सबैजना पर्खिरहनु भएको रहेछ है। सबैजनालाई जिसुबराई ठिक हुनुहुन्छ रे कति खै मिसालाई ए सबैजनालाई जिसुबराई सबैजनालाई जिसुबराई सुरज दाजु जिसुबराई Silas Saju Jisabarai Jisabarai
यहाँनिर हाम्रो नयाँ फादर सबैजना मेन गेटमा लागेको छ। हाम्रो पन्डितले लाइन लागेर उहाँलाई अब स्वागत गराउनेछौँ। बाहिरबाट हाम्रो पन्डितबाट आउनु भएकाहरूलाई बस्ने जग्गा दियौँ र हाम्रो पन्डितहरू चाहिँ जग्गा मिल्यो भने यहाँ पछाडि बस्नुहोस्, किनकि बाहिर बस्दा हुन्छ र दया गरी जग्गा खाली नछोडिदिनुहोस् ल प्लिज। नयाँ आउनेहरू हेर्नुहोस्, आफ्नो साइड साइडमा जग्गा खाली नछोडिदिनुहोस्, किन जग्गा सानो छ आउँदैन। यहाँ केटाहरू एकदमै स्प्रेड आउट भएको छ ल, अलिक अकुपाई गरेर बस्नुहोस् ल। Itu sih Brian. Itu kita kan. स्वागतको लागि सबैजनाले पर्खिरहनु भएको छ। नव पुरोहितहरूलाई 7 जना नव पुरोहितहरूलाई पर्खिरहेको छ है। अनि जतिजना टाढोबाट आउने गेस्टहरू चाहिँ आइपुग्नु भएको छैन, उहाँहरूलाई पनि पर्खिरहेको छ। अहिले आधा उधी सबै चर्चभित्र हुनुहुन्छ। हाम्रो सिनियर फादर चाहिँ त्यहाँ गेटमा पर्खिरहनु भएको छ। अब मास सुरु हुन लागेको छ साथीहरू। वेलकम गर्नु लागि म पनि पर गेटमा एकछिन जाँदैछु। फेरि चर्चभित्रको एक झलक खिचिसकेको छु। एसिस्टेन्ट प्यारिस प्रिस्ट फादर फ्रान्सिसले स्वागत जनाउनु हुँदैछ। उहाँ चाहिँ हाम्रो चर्चको मैले हिजोको ब्लगमा पनि देखाइसकेको छु। उहाँको माता पिता हेर्नुहोस्। अब चाहिँ हामी मिसाको लागि चर्चभित्र प्रवेश गर्नेछौँ।
जेराड लेप्चा नर्थ इस्ट डिनेरीका दिन तथा सन्त थोमस पल्ली कान्छोका पल्ली पिता लिङ्गीबाट भर्खर आइपुग्दैछ नि त आइपुग्नुभयो ए बत्तीमा आइपुग्यो बत्तीम जिसु बराई आइपुग्नु भयो गिटबलिङबाट स्वागत जिसु बराई ए हाम्रो गिटबलिङबाट आइपुग्नु भयो जिसु बराई आकेदो गिटबलिङबाट आइपुग्नु ढिलो भएछ नि है ए बाटो हो नि हुन्छ हुन्छ जानुहोस् न ल हुन्छ जिसु बराई हामी त बाहिरै बस्नु पर्ने रे अनि सम्पूर्ण आमन्त्रित अतिथिवर्ग अनि यस पल्लीका अभिवादन साथै यस पवित्र मिसा बलिदान हाम्रो ख्रिस्टीय विश्वासको सबैभन्दा उच्च कोटिको प्रार्थना सबैभन्दा शक्तिशाली प्रार्थना प्रभु यीशु ख्रीष्ट स्वयं स्थापना गर्नुभएको प्रार्थनामा अब हामी भाग लिनेछौँ अनि म तपाईँहरू प्रत्येकलाई सहर्ष हृदयले स्वागत जनाउँदछु पिता अनि पुत्र अनि पवित्र आत्माको नाममा हाम्रा प्रभु यीशु ख्रीष्टको अनुग्रह परमेश्वरको प्रेम अनि पवित्र आत्माको सत्संग तपाईहरु सबैसँग होस्। खुसी लागिरहेछ, अवश्य अलिकति डर पनि लागिरहेछ, नर्भस पनि लागिरहेछ। मेरो जीवनमा आश्चर्य कर्म भएको छ अनि त्यसैको निम्ति आज धन्यवाद दिन म यहाँ छु। धेरै वर्षको अध्ययन, मनन चिन्तन, प्रार्थना, डिसर्नमेन्ट, विवेचना गरेर आज म यस प्रभुको पवित्र वेदी अघि उभिन समर्थ बनेको छु। धेरैजनाको प्रार्थनाको सहयोगद्वारा अनि विशेष गरी परमेश्वरको कृपाद्वारा। जसरी सन्त पाउलले भन्नुभयो है, दोस्रो कोरिन्थी 9:7 प्रभुले भन्नुभएको छ, मेरो कृपा तिम्रो निम्ति यथेष्ट छ, पर्याप्त मात्रामा छ। आज त्यही कुरा अनुभव गरिरहेछु मैले। परमेश्वरको कृपा अनुग्रह मेरो जीवनमा पर्याप्त मात्रामा मैले अनुभव गरेको छु। अनि तपाईहरुको प्रार्थना, तपाईको मायाद्वारा यो मैले आज प्रभुको वेदी अघि आउन समर्थ बनेको छु। मैले तिमीलाई गर्भमा रच्न अघि नै चिनेको थिएँ, तिमी जन्मनु अघि नै मैले तिमीलाई अर्पण गरेँ। ख्रिस्टमा मेरा मातापिता, दाजुभाइ, दिदीबहिनी, मसिना बालकहरू, फेरि पनि सबैजनालाई बधाई। मसँग एकपल्ट भनिदिनुहोस् त, प्रेज द लर्ड। प्रेज द लर्ड। साँच्चै नै परमेश्वरलाई महिमा भएको होस्। आज अचम्मको कार्य मेरो जीवनमा घटेको छ। आमाको गर्भमा आउनभन्दा अघि नै मलाई परमेश्वरले चुनिसक्नु भएको थियो। बितेको 11 वर्ष भनौँ, धेरै प्रार्थना, मनन चिन्तन, अध्ययनको फलस्वरूप आज म तपाईहरु समक्ष उभिएको छु। अनि सबैभन्दा ठुलो कुरा तपाईहरुको प्रार्थनाको फल हो। आज मेरो आफ्नो बलबुतामा होइन, मलाई याद छ हाम्रो यो पल्लीको धेरैजनाले मलाई अस्तिसम्म पुरा जोस्याउनु हुँदै थियो, हामी घुँडामा निरन्तर छौ है, प्रार्थनामा निरन्तर छौ। आज तपाईहरुकै प्रार्थनाको स्वरूप परमेश्वरको कृपा, मैले अघि भन्दै थिएँ सुरुमा है, परमेश्वर काम गर्नुहुन्छ एकअर्काद्वारा, तपाईहरुद्वारा नै परमेश्वर मेरो जीवनमा काम गर्नुभएको छ। 30 वर्ष अघि मेरो जन्म यही एसटीएनएम अस्पतालमा भएको हो। अनि म जन्मिँदाखेरि चाहिँ मेरो यो सास बढ्ने बिमार मर्नै आँटेको थिएँ। म थिएँ रहेछु, मलाई त याद छैन, आमाले भन्दा है। हिजो मात्र जुलियाना म्यामले पनि भन्नुहुँदै थियो, सानोमा त्यो त पुरा बिमार हुन्थ्यो, हाम्रोतिर प्रार्थनामा आउँदा
ओइ बिनाइ आउँदैछ है, खोर्सानी ज्यादा हाल्नु हुँदैन। खोर्सानी ज्यादा हाल्यो नि पुरा त्यो सास पर्थ्यो रहेछ खोर्सानी। अहिले त मजाले रुच्छ खोर्सानी। प्रभुले चङ्गाइदिनु भएको मलाई चाहिँ कसरी भन्दाखेरि सबै अस्पतालले लग्यो, सिलगढीसम्म लग्यो। 30 वर्ष अगाडि सिलगढी लानु भनेको ठुलै कुरो थियो। र अन्तमा हाम्रो आमा बाबाले एनसी सिस्टर यहाँ हुनुहुन्छ, एनसी सिस्टरको हाल लानुभएको मलाई प्रार्थना गरिदिनुहुन्थ्यो एनसी सिस्टरले। अनि एनसी सिस्टर स्वयंले यस भवनमा ल्याउनु भएको। अनि फादरको प्रार्थनाद्वारा अनि विशेष गरी मेरो आमाले यहाँनिर रुँदै चलाउनु भएको भन्नुहुन्छ मलाई। यहाँनिर रुँदै चलाउनु भएको यो वेदीमा हेर्नुहोस् त। अनि मलाई लाग्छ क्या त्यो समय मेरो आमाले चलाउनु भएको चाहिँ आज यहाँनिर हेर्नुहोस् त, म आज पूर्ण भयो। प्रेज द लर्ड। आज मेरो बुढा हात मैले कसरी पाएँ तपाईँहरू समक्ष है। मलाई यहाँनिर चढाउनु भयो। त्यस पश्चात मेरो बप्तिस्माद्वारा चाहिँ मेरो परिवार पनि क्रिस्चियन हुन थाल्यो। तर आज कतिवटा कुरा सत्य कुराहरू म तपाईँ अघि राख्न लागिरहेछु छु है। तपाईँहरू अचम्म नमान्नुहोस्, हुन्छ। मेरो जीवनमा मलाई चाहिँ हिलोबाट उठाउनु भएको प्रभुले। हिलोबाट कमलको फुल हिलोमै फुल्छ नि त है। धुलोबाट उठाउनु भएको प्रभुले चाहिँ मलाई। मेरो आमा है यसरी बप्तिस्मा ग्रहण गरेर पनि बाबालाई धेरै समय लाग्यो है विश्वास गर्नु। धेरै समय लाग्यो। धेरै धेरै समय बाद बाबाले पनि विश्वास गर्न थाल्नु प्रभु यीशु ख्रीष्टमा। अनि यसरी बढ्दै गएँ। यहीँनिर हो यसरी मसिनो नानीहरू जस्तै म यसरी यहाँनिर बस्थेँ। भुइँमै बस्नु दिन्थेँ सानोमा चाहिँ। अलिक क्लास 4 सम्म यता हाई सेकेन्ड्री टाँसी नामको सिनियर सेकेन्ड्रीमा मैले शिक्षा हासिल गरेँ। अनि अलिक हावा लाग्नु थाल्यो मलाई चाहिँ सानैदेखि गाउँघरमा है। यो चाहिँ मेरो जीवन बताइरहेछु तपाईँहरूलाई। सायद कतिजनाले हाम्रो फादरको जीवन कहानी सुन्नुभयो होला है। 4-5जना ग्याङ थियो हाम्रो क्या, पुचे ग्याङहरू क्रिकेट फुटबलहरू खेल्थ्यो। अन्त हाम्रो माथिल्लो गाउँमा आउनेहरू खेल्थ्यो, तल्लो गाउँबाट आउँथ्यो। हामी हार्यो भने चाहिँ तिनीहरूलाई धुलाइदिएर भए पनि पैसाहरू चाहिँ खसाउने हामीले क्या। सानैदेखि झगडामा पुरा सिपालु भने जस्तै बदमास भएर चाहिँ मलाई पेदोङ सेन्ट जर्जमा पुर्याउनु भयो है। बदमास भएर होइन, कतिवटा राम्रो शिक्षा पाओस् भनेर म एक चाहिँ है फादर स्कुल मिसनरी स्कुल पेदोङमा क्लास 5मा जाँदाखेरि त्यहाँनिर झन् यता गान्तोककोहरू पनि थियो कतिजना। त्यहाँ त झन् त्यस्तै साथीहरू पाएँ मैले क्या। पूर्व पश्चिम उत्तर दक्षिणबाटै हावा लाग्नु थाल्यो त्यहाँ त झन्। अब त्यो टिनेजमा हुन्छ नि क्लास 7, 8 पुग्दै गएपछि चासो यो गऱ्यो भने के हुन्छ, एक्सपेरिमेन्ट गरिदिउँ न है, कस्तो मजा आउँछ कि अरूले भने मजा आउँछ नि। नराम्रो कुरा सुरु भयो केटाहरू। अब खैनीबाट हो, खैनी खाएको संसारै हल्लेको जस्तो लाग्छ, पुरै थुकेकै। त्यसपछि हस्टेलमा अब त्यस्तै केटाहरू सामानहरू चोरिदिने हो, पुरा डग्ने नि सानोहरूलाई। तर मेरो चाहिँ दाजु थियो, कतिजना चिनेको दाजुहरू। अनि हेप्नु पाउँथेन मलाई चाहिँ क्या, उल्टा मैले हेप्नु थालेँ सानोलाई दिने हो, त्यो खालको। क्लास 8 सकेँ मैले है सेन्ट जर्जमा। क्लास 9मा पुगेँ। क्लास 9मा पुग्दा चाहिँ एउटा क्लास 7को बहिनी साह्रै मन पऱ्यो क्या, साह्रै मन पऱ्यो। बहिनी बनाऊँ भने मिलेन। रुन त 7 हो र पनि होइन म प्रपोज गर्छु भनेर चिठी पठाएँ क्या। चिठी पठाएको बहिनीले त कम्प्लेन पो गर्दैछ टिचर्सलाई। इमिडिएटली स्टाफ रुममा बोलाइ गयो। भाइस प्रिन्सिपल पदम सर हुनुहुन्थ्यो, फादर प्रायः चिन्नुहुन्छ, हाम्रो फादर मुकेन्द्र दाइ है कार्यरत हुनुहुन्छ सन्त चर्चमा। अन्त पदम सरले त लु भोलि चाहिँ अब एसेम्ब्लीमा बोलाउँछ, तिमीहरू हामीसँग 2-3 जना थियो, म मात्रै थिइनँ है तर अरूले पनि अरू केटीहरूलाई क्या प्रपोज दिएको थियो रहेछ सँगसँगै। 2-3 जनालाई बोलाउनै भयो एसेम्ब्लीमा। अब त्यत्रो 1800-2000 जनाको बिचमा अब एसेम्ब्लीमा माथि पेदुङ जानुभएको छ देख्नु भएको नि है, एसेम्ब्ली चाहिँ माथिपट्टि हुन्छ नि। अन्त टेन्सन लाग्नु थाल्यो, अब के गर्नु, बुझ्दैन केटा यस्तो प्रकारले
भोलिपल्ट बिहान जस्तो 5 बजी उठ्ने घन्टी लाग्यो टाप उकालो हस्टेल पेदुङ जानुभएको तपाईँहरू हस्टेलको उकालो पौडीदेखि उकालो 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 गरी टोपा खाने माथि पुग्छ भागेँ म त त्यो भाग्नुको कारण चाहिँ मेरो मेरोमा 1200 रुपियाँ थियो क्या त्योभन्दा अगाडि चाहिँ 1 हप्ता अगाडि चाहिँ मैले हस्टेल फी भनेर त घरमा आएको थिएँ नि त घरमा आएको हस्टेल फी लान्छु 600 रुपियाँ थिएँ 1 महिनाको थियो है ब्रेन्डेन सर हुनुहुन्छ यता 600 रुपियाँ थियो अहिले भन्दा 20 वर्ष अगाडि रहेछ 2005 तर म क्लास 9 मा भएको 2009 तिर है 1200 गोजीमा उपसभा गर्नु पनि वेटर पनि सबै नै अलराउन्डर महिनाको 800 कि 900 पाउँथेँ क्या 3 महिना गरेँ मैले त्यहाँनिर कसैलाई याद छैन है फादर फ्रान्सिसले भन्नुहुन्छ भाइ तिम्रो यीशुको जस्तो गुप्त जीवन चाहिँ कहाँ थियो आज मैले भनिदिएको यीशुको गुप्तको जीवन 30 वर्षसम्म चाहिँ यीशु गुप्तमा हुनुहुन्थ्यो नि त है उहाँकै माता पितासँग हुनुहुन्थ्यो तर मेरो चाहिँ गुप्त जीवन क्या फादर फ्रान्सिस चाहिँ मभन्दा 1 बैच सिनियर हुनुहुन्थ्यो वेदमा अन्त भेट्नु भएन उहाँले मलाई क्लासहरू सकेको बसेदेखि अन्त धेरै वर्षमा त्यसरी व्रत रचना के गर्दा उहाँ छक्कै पर्नु भएछ 3 महिना मैले त्यहाँ काम गरेँ सुन्नुहोस् है सब खुसी अब त्यहाँ त अब छैन चर्च जानु छैन प्रार्थना छैन बङ्गाली आयो बङ्गालीहरूसँग गफ गऱ्यो हो रक्सी खानु सिकेँ त्यही हो चुरोट खानु सिकेँ हेर्नुहोस् है यथार्थ म रियालिटी भनिरहेछु मलाई प्रभुले कसरी उठाउनु भएको 3 महिना काम गरेँ 3 महिना बाद नि मेरो फोटो चाहिँ नि न्युज पेपरमा आएको थियो हराएको भनेर 3 महिना बाद दुई आमाले खोज्नु हुँदै रहेछ अन्य मानिसहरूको सहायताद्वारा अचानक भेट्यो 3 महिना बाद म छक्कै पर्ने आमा त उताबाट आउनुहुँदैछ हो छक्कै पऱ्यो म आमा अचानक फोन छैन फेरि अब कहाँ छ के हो केही याद छैन है अब त्यो म पनि अब कति 16-17 वर्षको उमेरमा अनि अब ल्याउनु भयो त अब आधी बिचमा मे जुनतिर स्कुल आउने कुरा छैन अब कुनै स्कुलमा पनि भर्ना दिँदैन है के गर्नु घरमा काम गर्ने बानी पैसा अलिअलि भए पनि कमाउने बानी भइगयो हुँदैन घरमा बसेर हुँदैन अब म काम गर्छु भनेर फेरि काम गर्न थालेँ यही गान्तोकतिर होटलतिरै पैसा कमाउने बानी भएको थियो अब यहाँ काम गरेर झन् यति साह्रो हावा लाग्यो कि मेरो साथी एकजना मभन्दा ठुलो हो भन्नु मिल्दैन नाम हुरी बतास चाहिँ उसले मेरो जीवनमा धेरै ल्यायो क्या धेरैभन्दा धेरै मैले सबै कुरा नि ट्राई गरेँ चुरोट गाँस आज म तपाईँलाई भन्छु कतिलाई याद छैन हिजो चाहिँ बिहान मिल्नु भन्नुहुँदै थियो कति सुधो थियो भनेर है म भन्छु त्यसमा आउँछु मेरो जीवनमा नि मैले नि यस्तो मैले काम गर्थेँ क्या यस्तो दुःख सहे त्यो काम गर्दाखेरि सजिलो छैन नि है होटेलमा काम गर्नु त्यहाँ साथीसँगै त्यस्तै मैले धेरै बिग्रेको थिएँ लत लागिसकेको थियो मलाई तर फेरि अब क्लास 9 मा जोइन गर्नुपर्छ भनेर हाई सेकेन्ड्रीमै जोइन गरेँ क्लास 9 मा क्लास 9 मा जोइन गर्दा 4 जना ग्रुप थियो हाम्रो क्या मसँग 5 जना झन् डरलाग्दो भतुवाहरू रहेछ उनीहरू म भन्दैछु यो शब्द ठिक होला होइन तर मलाई प्रभुले कसरी उठाउनु भएको म त्यो कुरा भन्दैछु है तपाईँलाई हुन्छ प्रभुले मलाई कसरी उठाउनु भएको रहेछ है हामीले क्लास 9-10 मा त नि रेख होला तल काली खोला रानी खोला बुलबुले सब आधी वर्ष त भागेरै बित्यो लु कोही बेला क्लास टिचरले नि एनजी मार्कमा भेट्थ्यो हामीलाई लुक्दा हुने तर मलाई नि एउटा क्लास टिचरले भन्नुभयो तिमी राम्रो छौ पढ्नुमा त्यो भएर मात्रै तिमीलाई प्रमोट गरेकै भन्नुभयो न त चाहिँ म फेलै हुने क्लास 9 मा यहाँ पनि क्लास 10 पुगेँ त्यस्तै छ हाल हेर्नुहोस् है मेरो जीवन क्लास 10 पुगेपछि अन्तमा एक्जाम लेख्नु आएर चाहिँ म यहाँनिर आउन थालेँ एडोलेसनमा हेर्नुहोस् है त्योभन्दा अगाडि म जान्थेँ प्रार्थनामा कोही बेला चर्च आउनुपर्छ भनेर कहाँ भागेर कहाँ पुग्थेँ क्या घरमा जाकी जा भन्ने आफू बजारतिर घुमिरहेको पिक्चर हेर्नु गइरहेको कोही किन आउँथेँ तर क्लास 10 देखि आफ्नै मनले आउन थालेँ अनि क्यारिस्मेटिक यहाँ अहिले पनि हुँदैछ प्रत्येक मङ्गलबार र शुक्रबार हुन्छ
आउनु थाले उहाँ प्रभुले छुँदै जानुभयो क्या छुँदै जानुभयो अन्त मेरो आफ्नै इच्छामा बाइबल पढ्नु थालेँ म त्यतिकै सुरु गरेँ यहाँ सानो बाइबलै सुरु गरेको मैले फर्स्टमा पढ्दा त हरेस लाग्यो बुझ्नु छैन बाइबल के हो माइकल अङ्कल यहाँ हुनुहुन्छ है उहाँको उयसमा जान्थेँ म बाइबल क्लास दिनुहुन्थ्यो बिस्तारै बुझ्ने चासो है पढ्नु थालेँ पढ्दै 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 गएँ मत्ती 6 को 33 आज हामीले जुन सुन्यौँ नि सुसमाचार भन्नुहुन्छ सर्वप्रथम परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर म त दङ्गै परेँ म अरे म त संसारिक कुरामा व्यस्त रहेछु त नराम्रो खानपानमा सिगरेट चुरो गाँजा ड्रग्स रक्सी यो कुरामा पो म त व्यस्त रहेछु त तर म क्यारिस्मेटिक प्रार्थना आउँदाखेरि प्रभुले यस्तो प्रकारले छुन्नुभयो मलाई कि मेरो सबै जीवन प्रभुले एकपल्ट नै यसरी देखाइदिनु भयो पहिला यहाँ हाम्रो ज्योति गुरामा यहाँ हुनुहुन्छ है कमला आन्टी बाजे आपा होइन धेरैजना अझै पनि हुनुहुन्छ क्यारिस्मेटिक निर्मला आन्टी पेट्रिसिया आन्टी प्रभुले सब देखाइदिनु भयो मेरो जीवनमा मेरो नराम्रो कर्तृत्वहरू कामहरू अनि मैले भने प्रभु म यो जीवन जिउन चाहन्न तर धोका दिएर चाहिँ म भादर हुन आएको होइन यति चाहिँ नसम्झनु धोका पारेर चाहिँ म भादर हुन आएको प्रभुले छुनु भएर प्रभुको आवाजलाई सुनेर आएको त्यति साह्रो माया गरेको थिएँ कि धोका पाएँ त्यस पश्चात त मैले सबै जस्तो ड्युटीको किन नहोस् रिजेक्ट अब चाहिँ म फादर हुनुपर्छ भनेर मलाई याद थियो क्या 12 सक्दै गएँ घरबाट त्यो काम गर्नुपर्छ है टिचर हुँ भन्ने क्या इच्छा चाहिँ थियो क्या हुन चाहिँ सानोमा चाहिँ अब चर्चमा सोद्धा चाहिँ के हुन्छ सबैले भन्थ्यो नि फादर फिलिक्स बरेटो हुनुहुन्थ्यो है त्यस्तो फादर हुन्छ होला भनेर क्या सबैले जोस्याउने के हुन्छ चर्चमा चाहिँ फादर हुन्छ नि भन्ने क्या स्कुलमा चाहिँ के हुन्छ आर्मी भन्ने आफ्नो अलग अलग एम्बिसन है अनि मलाई बिएसीमा पुरा जोसाइ बस्नुहुन्थ्यो जुलियाना म्याम हाम्रो आप्पा बोजू बित्नुभयो है मम्मी धेरैजना हुनुहुन्छ सबैको नाम दिन असमर्थ छु अहिले सबैले मलाई जोस्याउनुहुन्थ्यो यस समय साँच्चै नै परमेश्वरलाई धन्यवाद टक्राउँदछु जीवन भर्खर सुरु भएको छ मेरो है आजसम्म त अस्ति 9 तारिक 8 तारिकसम्म त केवल प्रशिक्षण मात्र थियो मेरो अब अस्ति एकजना हाम्रो फादरले भन्नुहुन्थ्यो हामी चाहिँ फुटबल ग्राउन्डमा झरेको मात्र छ अब खेल्नु अझै बाँकी छ अनि धेरै भन्नुभयो म त्यो चाहिँ भन्ने छैन है के भन्नु खेल्न बाँकी छ प्रार्थना मेरो निम्ति मात्र होइन सम्पूर्ण पुरुषमा है सम्पूर्ण फुटबल खेल्दाखेरि कस्तो हुन्छ निकाल्नु लागेको हुन्छ नि है त्यति राम्रो खेलेको छैन हाउडै बोलाउनु सकेन भने आज हामी कुनै खेल्दा पनि है तपाईँहरूको प्रार्थना खाँचो त्यही कुराको अपेक्षा गरेको छु है परमेश्वरलाई धन्यवाद आज यो उहाँले मनुष्यको ठुलो कार्य ईश्वरको प्रार्थना जीवनको अन्तिम साथसम्म विश्वासी भए प्रभु मिसा अन्त भइसकेको छ साथीहरू अब चाहिँ हामी पेम्पलमा जाने जहाँनिर हामीले रसदाना बनाएको थियौँ नि त्यहाँ जाने साथीहरू म चाहिँ चिया पाएर म चाहिँ चिया पिउँदै जाँदैछु माथि हामी बुफेमा हाम्रो ड्युटी माथि छ साथीहरू जुन चाहिँ मैले देखाएको थिएँ ब्लगमा माथिको उसमा छ त्यसोबाट पुनः मैले यहाँ बुकेहरू सजाउँदैछ ए हो अन्त हिजो सृजनाले पनि यहाँ पो भन्दै थियो मलाई त अलिकति बोल्छु नि भन्नु न मेरो पनि छ होइन युट्युब च्यानल प्लिज सब्सक्राइब गरिदिनुहोस् इट्स ब्लग विथ मेरी ओके गाइस
मेरो यहाँ बहिनीको पनि छ च्यानल, तपाईँले सब्सक्राइब गरिदिनु होला। यहाँ मेरी बहिनीको, रिमा मेरी बहिनीको, मेरो जतिजना भ्युअर्स हुनुहुन्छ है, मेरो युट्युब फ्यामिली हुनुहुन्छ, उहाँलाई पनि माया गरिदिनुहोस्। उहाँ जस्तै पनि माया गरिदिनुहोस्। सुन्नुभयो होला। चिया पिनु बिजी आउँदैछ हाम्रो चाहिँ यहाँ चाहिँ यो बुफेमा यहाँ ड्युटी परेको छ हो। आमा छोरी त के हो ग्रिन छ त हौ। हाम्रो चाहिँ बुफेमा यहाँ ड्युटी परेको छ हो। हाम्रो ड्युटी यता भलिन्टियर। हिजो तपाईँलाई मैले अलिकति देखाइहालेको थिएँ नि यहाँको झलक है। अन्त हाम्रो ड्युटी यहाँ परेको छ अब। प्रोग्राम सुरु भइसकेको छ साथीहरू। हाम्रो गेटको अगाडि जतिजना पनि तपाईँहरू उभिएर बस्नुभएको छ कृपया त्यो जग्गा खाली गरिदिनुहोस् अनि हाम्रो कृपया नउभिएर नबसिदिनुहोस्। यता आइदिनुहोस् पाइपहरू। तपाईलाई एउटा रिक्वेस्ट छ, उहाँहरू जब आइपुग्नुहुन्छ तपाईहरू खडा भएर उहाँहरूलाई ताली बजाएर स्वागत जनाइदिनुहोस् भनेर। हाम्रो चर्चबाट हुनुभएको प्रभुले बोल्नुभएको शब्द मैले सुने। मैले कसलाई पठाउनु, हाम्रो निम्ति को गइदेला? तब मैले उत्तर दिए, म यहाँ छु, मलाई पठाउनुहोस्। आइजाया 6:8। आज साँच्चै नै यो वचन जस्तै परमेश्वरले चिन्तित गर्नुभएको मण्डली, यो प्यारो मण्डलीको लागि भलो गोठालो को हुनेछ भन्दाखेरि तपाईहरूले नयाँ पुरोहितहरूले आज प्रभु म यहाँ छु, मलाई पठाउनुहोस् भनेर तपाईँले यो वचन पुरा गर्नुभएको छ। यही वचनलाई, यही यात्रालाई हामीले सम्मान जनाउन लागि सेन्ट थोमस पल्लीले भजन प्रस्तुत गर्न लागिरहेका छन्।
खुसियाली मनाउँदाखेरि बर्थडे होस् है जुनै पनि खुसियालीमा हामीले केक काट्न गर्दछौँ। यो केक चाहिँ एउटा आज मैले दाजु होइन तर फादर बनेर बोलाउँदाखेरि तपाईँलाई आफ्नो भोट अफ थ्याङ्क्ससँग म यहाँ बोलाउन चाहन्छु। उपस्थित सम्पूर्ण जनहरूलाई फेरि पनि न्यानो अभिवादन, नमस्कार, जिसुबराई। धेरै टाढाबाट आउनुभएको छ धेरैजनाहरू है। म धेरै समय लिन चाहन्न यस समय, तर आज यस धन्यवादी मिसामा म हृदयबाट नै केही धन्यवादको शब्दहरू तपाईँ अघि प्रस्तुत गर्न लागिरहेछु। पवित्र पुरोहिताईको ईश्वरीय बुलाहाटलाई बहुमूल्य उपहार स्वरूप दिनुभएर मलाई आज पुरोहित बन्नमा योग्य तुल्याउनु हुने, सफल अनि सक्षम बनाउनु हुने परमेश्वर स्वयंलाई म आन्तरिक हृदयबाट धन्यवाद चढाउँछु। सर्वप्रथम धन्यवादको क्रममा म मेरो माता पिता दाजु भाउजू अनि मेरो आफन्तगणहरू आउनुभएको छ है। दार्जिलिङ यता तिमीबाट हृदयबाट हजुर प्रत्येकलाई धन्यवाद दिँदछु। अनि विशेष गरी आजको यस दिन आज यसो धुमधाम हुन्छ भनेर मलाई यादै थिएन। म त अचम्म लागिरहेछ अझै पनि। तर यस दिनलाई सफल तुल्याउनमा धेरै महानुभावहरूको हात रहेको छ। तीमध्ये सर्वप्रथम हुनुहुन्छ यही पल्लीका पल्लीपिता श्रद्धेय फादर जेराट लेप्चा। उहाँलाई म हृदयबाट धन्यवाद टक्राउँदछु। उहाँ मेरो प्रेरणाको स्रोत हुनुभएको छ है। विगत 2 वर्षदेखि नै उहाँले तयार गर्नुभएको हो मण्डलीलाई है। थ्याङ्क यू सो मच फादर फर दिस ग्रेट डे।
माथि बुफेमा गएको जिसु बराई हामी यहीँ बस्नु बिस्तारै फादर सिस्टर जिसु बराई सिस्टर बिस्तारै हिँड्नुहोस् Siun, father? Lah, ya, father. Right. आज फर्किनुहुन्छ father तपाईँ? आज फर्कौँ. भोलि बिसा नि फेरि है? कति छिटो एक्टिभ आइपुग्यो पैसा त आज काम डन भयो एकदम परमेश्वरको महिमा होस् बतिम आज फर्किनुहुन्छ तपाईँहरू कति आउनु भएको बतिम दर्शन भएको ए त्यही त फादर उता थियो रहेछ नि त है हाम्रै मण्डलीको रहेछ तल खाना खानु रहेछ गेस्टहरूलाई चाहिँ यता साथीहरू अब चाहिँ लगभग सबैजना गेस्टहरूले खाना खाइसक्नु भएको छ हो यो स्टलमा र यो स्टलमा हो अब चाहिँ निकै गरम पनि हुँदैछ पर पोस्ट अफिस होटल टिबेट साथीहरू यहाँ अब चिसो बनाएको रस्तामा खाँदैछु है म अहिले हाम्रो लास्ट ग्रुपहरूले खाँदैछ अब बहिनीहरूले अहिले चाहिँ अब थन्काउने मनकाउने कामहरू भइरहेको छ है साथीहरू हेर्नुहोस् सबै मिलाइसकेको छ थाकेर हैरान पनि भयो गरम पनि पुरा भयो हो तल पनि सबै चिल्लो पारेर हेर्नुहोस् न सिनिक सनाक पारिसकेको छ है ए यहाँ तल फोटो खिच्ने काम भइरहेछ नयाँ पुरोहितसँग फादरसँग म त यहाँ फोटो
फोटो खिच्ने अवस्थामै छुइनँ हौ, पुरा खुट्टा दुखेर कटकट भयो। हाम्रो चर्च पनि सफा गर्नुपर्ने छ नि त। युथहरू सबै फोटो खिच्दैछ फादरहरूसँग। चल्दिनै जान्दाको हाम्रो जाउँ न अन्त सिजना बहिनी आइहाल्छ न, सिजना बहिनी आउँछ ल ल। अब हामी चर्च सफा गर्न जाने साथीहरू। अब यहाँको सक्यो ए है। मेरो यहाँ भ्लग सधैँ हेर्नुहुँदो रहेछ, उहाँसँग भेट भयो है। हाम्रो यहाँ मार्टिन भाइको, मार्टिन भाइ यता हेर्नु नि समय, हाम्रो मार्टिन भाइको चाहिँ जीवन साथी रहेछ, उहाँ धर्मपत्नी हुँदो रहेछ। आज चिनाजाना भयो है। अनि उहाँले चाहिँ मेरो सधैँ भ्लग हेर्नुहुन्छ अरे, मलाई पुरा माया हुनुहुन्छ अरे। उहाँ चाहिँ मेरो युट्युब फ्यामिली हुनुहुन्छ रहेछ। थ्याङ्क यू सो मच, यति माया दिइरहनुहोस् ल। अब लास्ट फादरसँग एक झलक खिच्नु पऱ्यो साथीहरू। यहाँ म फादरसँग लास्ट एक झलक। बिजी रहेछ नि त। अब चाहिँ हामी गएको, अब चाहिँ हामी माथि चर्च सफा गर्नलाई गएको। यहाँको कार्यक्रम सकियो हो। हजुर सक्नु भएन भिडियो हाम्रो सक्नु आँटेको छ। अब माथि चर्च सफा गरेर मात्रै हाम्रो टर्न अब हाम्रो चर्चको बाउहरूले तिर्पलहरू उठाउने, पट्याउने, मिलाउने, थन्काउने सबै काम गर्नुहुँदैछ साथीहरू। र अब म पनि घर फर्केको है। र हेर्दा हेर्दै हाम्रो यो कार्यक्रम पनि सकियो र चर्चहरू पनि सफा गरिसक्यौँ। हाम्रो बिएससी थुप्रै बिएससीको थियो, अरू बिएससीले सकिसकेछ म आउँदा त। अनि अलिअलि सकाएर चाहिँ अन्त फर्किँदैछु र आजको ब्लगलाई यहीँ अन्त गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई। पानी पनि छिटो हुन थाल्यो।